मलाई केही सुकुम्बासी साथीहरूले भन्दै थिए हामीलाई त डर लागेको छ, सुकुम्बासी भत्काउने अरे, सुकुम्बासी कहाँ डोजर लाउने अरे, त्यस्तो मान्छे पो आएका छन् भन्ने सुनेर डर लाग्दैछ भन्दै थिए। हामीले खोला नजिकका बस्तीहरू खोला बाँधेर ढुक्कले बस्ने बनाएका छौँ। खोला छेउमा बसेका बस्ती देख्नै हुँदैन अरे, खोलाभन्दा 20 मिटर उता, खोलाभन्दा 20 मिटर उता भनेर सब भत्काउँछन् अरे भनेर खोला छेउका साथीहरू डरायौँ भन्दै थिए। कबाडीहरू गरी खान पाइँदैन भनेर सुनिन्छ, उहाँ पनि कबाडी लखेटेर उधुम छ अरे, ती मान्छे कहाँबाट दशा लागेर यहाँ आइपुगे भनेर चिन्ता व्यक्त गर्दै थिए। मैले उहाँहरूलाई भने केही चिन्ता गर्नु पर्दैन, उम्मेदवार मात्रै हुने हो, ढुक्क हुनुहोस्। उम्मेदवार मात्रै हुने हो, त्यो उम्मेदवार मात्रै भएर केही पनि बिगारे छैन।